हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई मिनी ब्लग्स है। आज चाहिँ हामी बुढाबुढी चाहिँ पोखरा आएको छौँ पहिलो दिन। साथीहरू, पोखरामा चाहिँ अहिले पोखरा महोत्सव लागिरहेको रहेछ है। जुन सडकमै खाउँ सडकमै रमाउँ भन्ने नाराको साथ पोखरा महोत्सव चाहिँ लागिरहेको रहेछ। अनि न्यु इयरको पनि एकदम चहलपहल रहेछ है गाइजहरू। यहाँनिर चाहिँ फुड स्टलहरू अनि क्लोथ ब्रान्डहरू है, एकदम राम्रो राम्रो चाहिँ सामानहरू चाहिँ सडकमै राखेको रहेछ है गाइजहरू। हामीले पनि ट्राई गऱ्यौँ कति फुडहरू है, तर यहाँ भिडियो चाहिँ हाल्न सकिनँ गाइजहरू। यहाँ देख्नु सक्नुहुन्छ गाइजहरू है, क्राउड यति छ नि, जुन चाहिँ इन्डियाबाट है अनि अरू कन्ट्रीहरूबाट पनि धेरै पर्यटकहरू चाहिँ आउनुभएको छ पोखरामा। अनि हामी पनि धरानबाट चाहिँ गएको थियौँ है पोखरा घुम्नका लागि। कस्तो पर्फेक्ट टाइममा चाहिँ हामी पनि घुम्न गयौँ। हेरेर कति रमाइलो गरिरहनु भएको छ सबैजना है, कति धेरै रमाइरहनु भएको छ कि गाइजहरू उहाँहरू सबैजना है। अनि हामी चाहिँ यहाँबाट हेर्दै 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 गयौँ है, सबै ठाउँ डुल्यौँ यताउति है। अनि के गाइजहरू, यहाँनिर चाहिँ स्पेसल चाहिँ पन्चे बाजामा चाहिँ कति धेरै क्या चोक चोकमा डान्स गरिरहनु भएको छ सबैजना। क्या कति रमाइलो गरिरहनु भएको छ है। हामी पनि एकछिन यहाँनिर बसेर हेऱ्यौँ है गाइजहरू। हेर्नुहोस् न कति धेरै रमाइरहनु भएको छ सबैजना है, आफ्नो तालमा हुनुहुन्छ सबैजना। हेर्नुहोस् न साथीहरू, हामी चाहिँ रातिको 9 बजीदेखिको घुमेको है। समय बितेको पनि थाहै नहुने कि यहाँनिर चाहिँ रातिको 1 बजी क्लब आएर त्यतै राम्रो है। पोखरामा न्यु इयरको बेलामा चाहिँ हामी चाहिँ लाइक उता जाँदैछौँ। के भन्छ है, कुन ठाउँ गएको अरे, तर इन्ट्री दिन्छ कि दिँदैन है थाहा छैन। म्यासेज त गरेको। हामी चाहिँ अहिले क्लब जाँदैछौँ दुईजना। रातिको 1 बज्न आँटिसक्यो। लेडिजको चाहिँ फ्री, जेन्ट्सको चाहिँ टिकट। अगाडि रिसेप्सनमा आइसकेको छ हामी। ल गाइजहरू, वेलकम टु क्याट वक क्लब। हामी चाहिँ फाइनली आइसक्यौँ। ओके गाइजहरू, इन्ट्री चाहिँ एकदम दामी लाग्यो है मलाई चाहिँ, र मेरो बुढीलाई पनि बबाल लाग्यो अरे इन्ट्री चाहिँ। हेर्नुहोस् न गाइज। अनि गाइजहरू, हामीलाई चाहिँ यो क्याटवक भन्ने क्लब चाहिँ बबाल लाग्यो। हामी बुढाबुढीलाई नि एकदम दामी लाग्यो है। हामी चाहिँ यहाँनिर निकै इन्जोय गऱ्यौँ। र आज चाहिँ स्पेसल लोसार पनि रहेछ है गाइजहरू। लोसार पनि भएकोले अझ झन् रमाइलो भयो क्या गाइजहरू। लास्टै भिड हुने रहेछ, तर आज लोसारको कारणले होला। र अनि हामीले इन्जोय गरेर चाहिँ अनि फेरि ब्याक टु यहाँबाट निस्केर हामी रुमतिर गयौँ। क्याटवक कस्तो लाग्यो? क्याटवक हाम्रो मेन्दा कस्तो लाग्यो भन? पोखराको तिम्रो इच्छा थियो होइन? अब भोलि धरानको जानुपर्छ, पछि काठमाडौँको जानुपर्छ ल। युएसमा राम्रो के त नेपालमा राम्रो? न्युयोर्कतिर छैन? वासिङटन डिसीमा पनि छैन? गोरेहरूसँग नाच्ने हो नि। न्यु इयर डरै लाग्यो चाहिँ। बाइक पड्काएको हेऱ्यो योभन्दा योभन्दा बबाल पड्काउँछ धरानमा। मुटु नि फुट्ने गऱ्यो केटाहरूले। यहाँ त केही पनि हेर्न। दामी हुँदो रहेछ है।
राम्रो है तर मेरो फोटो भिडियो खिच्न पाएन फोटो मात्रै खिच्न पाएँ लु जाउँ त बिटे भयो फेरि 500 रुपियाँ तिर्नु हुन्छ त गाइजहरू हामी चाहिँ तिमी चिया खाने कि नखाने नखाने ल चिया खाने हामी क्लबबाट आएर है कस्तो सोझो मान्छे है हामी चिया खाने मान्छे